एमालेको केन्द्रीय समितिको सचिवालयको चौथो बैठक हाम्रो उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बस्यो र अध्यक्षलाई पितृशोक भएको कारणले अध्यक्ष त्यहाँ अध्यक्षता गर्नु भएन र त्यहाँ दुईटा प्रस्ताव थियो। एउटा समानुपातिकको निर्णय र दोस्रो शोक प्रस्ताव र समानुपातिकको निर्णय क्लस्टर अनुसार अब सिफारिस भएको छ। यो आदिवासी जनजातिमा 4 जना, 2 जना महिला भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा पुरुषतर्फ रामबहादुर थापा मगर, कुलभक्त साक्य, खस आर्य, 5 जनामा 3 जना महिला पिछडिएको क्षेत्र समेत। यसमा पद्मा अरियाल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल पुरुष, पुष्पराज कडेल पुरुष तर्फ, यशोदा कुमारी बराल पिछडिएको क्षेत्र र उहाँ अपाङ्ग पनि हो र महिला पनि। अब दलित थारूतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक, नीता घतानी, मधेसी रिङ्गला यादव, यशोदा कुमारी, चन्द्रेश्वर मण्डल पुरुष, मुस्लिम तर्फ साजिदा सिद्दिकी। यो 16 जनाको सिफारिस निर्वाचन आयोगलाई गर्ने निर्णय भएको छ। दोस्रो अध्यक्ष केपी शर्मा ओलीका बुवा जो 97 वर्ष पुग्नु भएको थियो, उहाँको हिजो 29 गते बिहान निधन भयो र शोक प्रस्तावमा अध्यक्षको परिवारप्रति संवेदना, शोक सन्तप्त परिवारप्रति र श्रद्धाञ्जली व्यक्त भयो। सबै मृतकप्रति 1 मिनेट मौन धारण भएको छ। त्यस्तै कृष्ण थापा केन्द्रीय सदस्य, कास्कीका संयोजक, 28 गते फागुन पार्टीकै कामको सिलसिलामा बैठकमै समीक्षा बैठकमा निधन भएको हृदयघातले उहाँप्रति पनि शोक व्यक्त गरियो र उहाँका परिवारजनमा संवेदना प्रकट गरियो। त्यसै गरी पूर्व केन्द्रीय सदस्य, पूर्व अध्यक्ष जनसांस्कृतिक महासङ्घका खगेन्द्र राई पार्टीकै प्रचारकै सिलसिलामा उहाँ चाहिँ हृदयघात भएर मृत्यु भएको थियो। उहाँप्रति पनि शोक श्रद्धाञ्जली, शोक प्रस्ताव र उहाँको परिवारजनमा संवेदना प्रकट भयो र त्यसपछि बैठक समापन भएको जानकारी अध्यक्षता गरिरहनुभएका उपाध्यक्ष कमरेडले गर्नुभयो। धन्यवाद। आज 2टा एजेन्डा थियो। समीक्षाको पाटोमा हामी कहीँ पनि प्रवेशै गरेनौँ। यति बेला अध्यक्षलाई शोक परेको र यो समय यतिखेर समीक्षा गर्ने समय थिएन, त्योबाट मुक्त भइसकेपछि भोलिको अर्को बैठकमा हाम्रा समीक्षा हुन्छन्। त्यसको प्रारम्भिक तपाईहरुको चाहिँ अहिलेको समीक्षा के छ? अहिले हामीले सुनेअनुसार प्रदेशका अध्यक्षहरूले जिल्लामा गएर समीक्षा सुरु गर्नु भएको छ भन्ने छ। त्यसको निर्देशन दिनुभएको हो कि उहाँहरूले त थालिसक्नु भएको छ? केन्द्रीय स्तरबाट त्यस्तो केही समीक्षाको लागि परिपत्र गरिया हो? अहिले त्यस्तो केही परिपत्र भएको छैन। त्यो त हाम्रो पार्टीको जीवनसँग जोडिएको विषयवस्तु भयो र सबैले आफ्नो तहबाट वडा स्तरबाटै पनि समीक्षा बैठकहरू गरिरहेछन् र त्यसको रिपोर्ट तयार गरिरहेछन्। त्यो केन्द्रले अहिले निर्देशन दिनुपर्ने आवश्यकता नै छैन, किनभने त्यो पार्टी जीवनमा हरेक विषयवस्तु, हरेक योजनाहरूको अन्तपछि समीक्षा हुने गरिन्छ र कहाँ कति कमी कमजोरी भयो, के भयो भन्ने कुरो तलबाटै अहिले त्यो स्वतस्फूर्त उसले समीक्षा गरिरहनु भएको मैले पाएको छु। तपाईँलाई व्यक्तिगत रूपमा तपाईँलाई चाहिँ के भयो भन्ने लागिरहेको छ?
अब यो व्यक्तिगत रूप भन्ने नै हुँदैन होइन, समग्रमै हामीले लिनुपर्छ र पार्टीको समीक्षा भइसकेपछि त्यसले के समीक्षा गर्छ, निष्कर्ष के निकाल्छ र त्यहाँ चाहिँ पार्टीको बैठकमै मैले आफूलाई लागेका कुरा राख्छु। र अब एक खालको मैले अस्ति पनि मेरो घरमा पत्रकार सम्मेलन गरेर मतदातालाई धन्यवाद दिएको थिएँ र त्यहाँ भनेको थिएँ कहिलेकाहीँ हाम्रा कमी कमजोरी पनि रहे र हामीले गरेका कामलाई पनि तलसम्म जनतासँग पुर्याउन सकेनौँ। हामीले यो भाद्र 23 र 24को घटनालाई पनि ठिक ढङ्गले जनता समक्ष सम्प्रेषण गर्न सकेनौँ। त्यसको परिणाम चाहिँ अहिले हामीले भोगिरहेको हो र त्यसलाई स्वीकारेर जानुपर्छ भन्ने नै भनेको थिएँ। त्यो नै यथार्थ हो भन्ने लाग्छ। संसदमा एमालेको नेतृत्व कसले गर्ने भन्ने विषयमा केही छलफल प्रवेश भयो? अहिले त्यो भएकै छैन। अब भोलिको दिनमा अब बैठक बस्छ, त्यसले निर्णय गर्छ। जेन्जी आन्दोलनबारे बुझाइको जुन कुरा गर्नुभयो, के बुझाइमा चाहिँ त्रुटि रह्यो, कमी रह्यो? अब ती घटनाक्रमहरू कसरी घटे, के भयो, त्यहाँ पार्टीको भूमिका, नेतृत्वको भूमिका के रह्यो र जसरी नेतृत्वमाथि, पार्टीमाथि जसरी आक्रमण भयो, त्यो चाहिँ यथार्थ कुरो। त्यसका पछाडिको पर्दा पछाडि भएका घटनाक्रमहरूलाई हामीले जनताका बिचमा लैजान सकेनौँ र एउटा खालको भ्रम चाहिँ पैदा भयो। हाम्रो एमालेप्रति, नेतृत्वप्रति एउटा भाष्य खडा भयो। त्यो भाष्यले चाहिँ अब हाम्रो विपरीत जनमत गयो भन्ने नै बुझाइ हो। धन्यवाद। हजुरको पार्टीको चाहिँ अहिले नेतृत्व पदाधिकारी तहमा चाहिँ किसिमको विवाद चलिरहेछ, यो खास के हो? अहिले मलाई त्यस्तो विवाद भएको जस्तो लाग्छ। खै मैले त भर्खरै हिजो राति आएको, मैले त्यति बुझेको छैन कहाँ आरोप प्रत्यारोप हो। त्यो विषयमा कुनै पनि हाम्रो पार्टीका विधि पद्धतिहरू के हुन् भने समस्या आउँदा त्यसलाई पहिला हामीले आफ्नै कमिटीमा आफ्ना विचारहरू राख्ने, नीति, नेतृत्व र पार्टीका काम कारबाहीहरू आलोचना, आत्मआलोचना जे छन् त्यो विधिमा राख्ने कुरो हो। पार्टी जीवनमा मैले बुझेको त्यही हो, मेरो स्कुलिङ त्यही हो। धन्यवाद। विवाद पनि यस्तो कि महासचिवले